आज म बनाउँदैछु बनाना ब्रेड बनाना मफिन। अब यो म कसरी बनाउँछु तपाईहरुलाई देखाउन गइरहेको छु। बनाना ब्रेडको लागि फर्स्टमा त चाहियो बनाना, 2 एग्स, दुईटा अन्डा चाहिन्छ, तेल, अनि यो बेकिङ पाउडर, बेकिङ सोडा, अलिकति सिनामन पाउडर, त्यसपछि भ्यानिला, अनि यो वालनट्स, अनि चिनी, अनि यो मैदा, अनि अलिकति नुन, अनि त्यसपछि अलिकति बटर पनि युज गर्छु म। अनि चकलेटी मन पर्छ भने हामी यो कोको पाउडर पनि हाल्न सक्छौं। मलाई चाहिँ मन पर्छ, म यो हाल्छु। अनि त्यसपछि हामी यो अलिकति ग्रीस गर्नुपर्छ, यसलाई अलिकति अलिभ ओइल हालौं, अनि यसलाई मजाले यसो गरौँ, सबैतिर बनाउँ। बनानालाई चाहिँ म्यास गर्नु पर्यो यसरी। यो म्यास भयो। अब म सुरु गर्न गइरहेको छु बनाना ब्रेडको लागि। बनाना ब्रेडको ब्याटर पहिला बटर हाल्ने, त्यसपछि हामी हाल्छौँ चिनी, अनि यसलाई हामी एकछिन यति भएपछि अलिकति हामी तेल पनि राख्छौँ। अब यसमा हामी अन्डा हाल्छौँ। पहिला एउटा हाल्ने, त्यसपछि फेरि हामी यो ग्राइन्ड गर्छौँ, फेरि अर्को अन्डा हाल्ने, फेरि ग्राइन्ड गर्नेलाई, त्यसपछि हामी हाल्छौँ भ्यानिला, हाफ टी स्पुन, यति भए पुग्छ है। त्यसपछि हामी यो मैदामा अलिकति बेकिङ पाउडर हाफ टी स्पुन, त्यसपछि बेकिङ सोडा हाफ टी स्पुन, अनि अलिकति सल्ट हाफ टी स्पुन भए पुग्छ हामीलाई, धेरै सल्ट चाहिँदैन। अनि त्यसपछि हामी सिनामन पाउडर हाल्छौँ, अनि यो चाहिँ कोको पाउडर हो, यसमै हालिदिन्छौँ हामी कोको पाउडर पनि 2 चम्चा, 2 टेबल स्पुन। त्यसपछि हामी अघि म्यास गरेको बनाना हालिदिन्छौँ सबै। हामी यसलाई फेरि एकछिन मिक्स गर्ने भएपछि, अनि त्यसपछि हामीले यसलाई यो जुन हामीले मिक्स गरेको थियो नि अघि, यो सबै यसलाई बिस्तारै छान्दै अलिअलि गर्दै फेरि एकछिन मिक्स गर्ने। अब यसलाई हामी ग्यास फ्लोरले सबै मिक्स एकै ठाउँमा गर्छौँ र यसले बिस्तारै मिक्स गर्छौँ। अब यसमा हामी वालनट हालिदिन्छौँ, मिक्स गर्ने। तयार भयो। अब यसलाई हामी कन्टेनरमा हाल्छौँ। अब यो रेडी भयो। अब हामी यसलाई ओभन पनि तातिसकेको छ हाम्रो। अब ओभनमा हाल्छौँ। अब तात्यो। अब यसलाई हामी 30-35-40 मिनटको लागि राख्छौँ। 40 मिनट पछि हामी अब फेरि हेर्छौँ के हुन्छ।
अब म बनाउनु गइरहेको छु फेरि बनाना मफिन। यसको लागि चाहियो बनानालाई म्यास गर्ने, अनि त्यसपछि मैदा। यसमा अलिकति मैले सिनेमन पाउडर हालिदिएको छु, अनि बेकिङ सोडा, अनि त्यसपछि बेकिङ पाउडर हाफ टी स्पुन है, अनि सल्ट हाफ टी स्पुन, अनि एउटा 1 एग, अनि बटर, अनि चिनी, अनि यो बनाना। हस्, म बनाउनु गइरहेको छु। अघि मैले बनाएको बनाना ब्रेडको भाँडामै बनाउँदैछु, किनभने सेम नै हो, त्यसकारण म अब यसमै बनाउँदैछु। फर्स्टमा हामी बटर हाल्छौँ, त्यसपछि चिनी हाल्छौँ, अनि यसलाई हामी मिक्स गर्छौँ। अब यसमा जान्छ एउटा अन्डा, यसमा अघि हामीले म्यास बनाना बनाएको थियो नि, त्यो हाल्छौँ। त्यसपछि भेनिला हालिदिने, हाफ टी स्पुन भए पुग्छ यसलाई। अब यो मिक्स भयो। अब यसमा चाहिँ हामी के गर्छौँ भने यो जुन हामीले अघि बनाएको थियो नि सिनेमन, मैदा, सल्ट, अनि बेकिङ सोडा अनि बेकिङ पाउडर, अब यसलाई चाहिँ बिस्तारै हाल्दै यो ब्याचलर नै गर्ने। यसलाई यो ह्यान्ड ब्लेन्डर चाहिँदैन, यसलाई हातले नै मिक्स गर्ने, हाल्दै बिस्तारै गर्ने। तपाईहरूलाई मनपर्छ भने वालनट पनि युज गर्न सक्नुहुन्छ, नत्र भने प्लेन मनपर्छ भने प्लेन पनि मनपर्छ भने प्लेन पनि राख्नु होला। मन पर्दैन भने वालनट मनपर्छ भने यसमा वालनट पनि एड गर्नु होला। मलाई चाहिँ एकदम मनपर्छ। धेरै मिक्स गर्नु परेन। अब यो लगभग तयार भयो। अब यो भइसक्यो। अब यो तयार भयो। अब म यसमा यो मफिनको मैले तयार गरेर राखेको मफिनको सिटमा हाल्दैछु। यसले यस्तो गरेर हालिदिने। अब मैले यो सबै हालिसकेँ। अब म ओभनमा हाल्न गइरहेको छु। अघि हामीले ब्रेड हालेको थियो नि, त्यसमै पाक्छ। अब यसलाई यसमै हाल्न गइरहेको छु। यसलाई त्यसो गरेर यसमै पाक्छ। अब यो सेम टाइम, यो चाहिँ हाफ एन आवर मात्रै हो, 30 मिनट मात्रै लाग्छ यसलाई। अब हामीले अघि राखेको मफिन र बनाना ब्रेड हेरौँ कस्तो भएछ। अब 10 मिनट अझै बाँकी छ। मजाले मफिन फुलिसक्यो अनि ब्रेड पनि फुलिसक्यो। अब 10 मिनट पछि हामी फेरि हेर्छौँ है। अब यो तयार भयो। अब हामीले यसलाई कसरी यो पाक्यो कि पाकेन भनेर हेर्नको लागि चाहिँ हामीले टुथपिक हाल्ने, हेर्नु होला। अब यसमा केही पनि लागेन नि। अब यो तयार भयो। मफिन त हेर्नै पर्ने, यो तयार भयो। अब यो मफिन तयार भयो, हेर्नु होला। सानो टुक्का यहाँ सबै यहाँ राख्छु। यो मिनी भयो। हामीले ठुलो पनि बनाउन सक्छौँ। अहिले चाहिँ मैले मिनी मफिन बनाएको। यसलाई ठुलो पनि बनाउन मिल्छ। यसलाई धेरै थरी मिक्स गरेर हाल्नु पनि मिल्यो। यो त अहिले मैले प्लेन भने मतलब वालनट हालेर बनाएको। हजुरहरूले अरू नट्स पनि एड गर्न सक्नुहुन्छ। हाम्रो बनाना ब्रेड र बनाना मफिन तयार भयो। कस्तो लाग्छ फिडब्याक दिनु होला। थ्याङ्क यू सो मच।